ए मेयर साहब नमस्कार। नमस्कार नमस्कार। म ऋषि धमाला बोल्दैछु। हजुरको हालचाल के छ त? म यहाँ मुसरर बस्तीमा छु। तेरो पनि चालीमेली ठिकै छ? घरमा बस्न मन लाग्दैन? यहाँका जनताहरूको पीडा के छ भन्दाखेरि पिउने पानी छैन। ए बा होइन मोटा रोक्सी खाने जोडा परेर बाबु ढल निकास भएन। यो म लाइभमा छु मेयर साहब। हजुर के रोक्सी खाएर हिँडेको त उडा छोकेर बाबु? अब रोक्सीले छोरो भने हेलिकप्टर छैन कि पनि छैन भनेर मैले अनुरोध गरेछु गरेर नानी। अब गाउँमै छ नि समस्या त छ, तर यो बस्तीमा चाहिँ ठुलो समस्या रहेछ। फोहोर व्यवस्थापन नभएको, यहाँका जनताहरू पीडामा। अगर म त भिखारी मान्छे हुँ गर्छौ। यहाँका जनताहरू पीडामा, ढल निकासा नभएको, धारामा पानी नआएको र म तपाईँलाई मेयरजी तपाईँलाई म आग्रह गर्न चाहन्छु। म त सुन्नुहोस् त, म त भिखारी मान्छे, म हजुरले 1000 दिए भने मैले